आजको बेटा बोक्नु पर्ने खेत चाहिँ यही हो त ओइ ओइ खाजा खुवाएको छ फेरि त्यस्तै हिजो नखाइ भएन के गर्नु मलाई त यति हो यति थपिदिएको रहेछ खाजा नै जम है जम बोकेर जम कतिको आसन दाइले ठग्नु भयो भन्नु न सबले हजुर म चाहिँ बाटो बिर्सी गरेर के जम जम बोक्नु जम छेउमा त अहिले एकछिनमा झार्नेको त कालकिरे निकालिहालिन्छ नि बाटो चाहिँ यस्तो छ ठाडो ठुठु कति बजिसक्यो खेत लाउने बेला यतिखेर 12 बजिसक्यो त मलाई आइहेर पनि कत्रो थियो र हिजो चाहिँ अनि तिमीले कत्रो देख्यौ हो हिजो त्यसम्म सँगै पढेको तपाईँ कतिको बुढो भएको दादा त्यस्तै हो नि कतिको बुढो उसले बुहारी भइसकेपछि आँगन बढाल्ने चुल्हा पोत्ने गर्थे अहिले गर्दा ताल भरेछ नि बुढालाई खोटिराख्छ चिया पकाउने भन्छ नि बुढालाई त बिटा बोकेर चाहिँ सक्यौँ अहिले हामीले दुध जन रक्स पनि फरक हुन्छ उही मुठा हान्न बोक्दैनले उही मुठा हान्न छैन अरे केटाहरूले 10-15 मुठा बोक्छ यो रोडको त बिस्तार हो अब 15 पछि कहिले पछि चाहिने हैन किन भन्छ यो पुरो फेक पर्छ फेक यार सकियो अब त्यो धान झारेर हजुर होइन हाम्रो बजारमा युट्युबहरु धेरै निस्कियो धेरै
म त कहिले काहीँ त यसो हाल्नु ओइ पर्दले त्यो सोट बढी दिने हो नि बताउनु चाहिँ यता फरक चाहिँ यता बताउनु पर्छ हो हुन्छ त धान माथिल्लोपट्टि राखेर यहाँ बताउँदा भइहाल्छ नि यहाँनिर खाजाले लिएर आउनु हुँदैछ माइजू चाहिँ धानको रास सकिसकेछ नि त है फलवटी गर्दा पढाइ बस्नु पर्यो घामले पुरै एमाले सकिगयो भने नखाने मामा यहाँ चाहिँ अहिले खाजासाजा खाएर धान भर्नेतिर लागेको छु एक मुरी धानको धोक्रो क्या दामी क्वालिटी आना है आईफोन जरा चाहिए